मैदानमा दाजुको गोल प्याराफिटमा 3 वर्षे भाइको राज। चर्चामा लामिन यामलका 3 वर्षे भाइ। रङ्गशालादेखि सामाजिक सञ्जालसम्म तहल्का मचाउँदै विश्वकप 2026कै सबैभन्दा ठुलो सेन्सेसन। स्पेनका युवा स्टार ल्यामिन यामेल फुटबल इतिहासकै ठुला सुपरस्टार मध्ये एक बनिसकेका छन्। तर यति बेला मैदानमा ल्यामिनले गोल गरिरहँदा प्याराफिटमा भने उनका 3 वर्षका साना भाइ केन यामलले संसारभरका फुटबल प्रेमीहरूको मन जितिरहेका छन्। फिफा विश्वकप 2026मा स्पेनको प्रत्येक जितपछि हुने सेलिब्रेसनको मुख्य आकर्षण नै केन बन्ने गरेका छन्। सेमिफाइनलमा फ्रान्सलाई पाखा लगाउँदै स्पेन फाइनलमा पुगिसकेको छ, जहाँ उसले इङ्ल्यान्ड वा अर्जेन्टिनाको सामना गर्नेछ। सन् 2010मा स्पेनले पहिलो पटक विश्वकप जित्दा लामिन यामेल मात्र 2 वर्षका थिए। तर आज 19 वर्षकै उमेरमा उनी आफ्ना साना भाइको अगाडि स्पेनलाई दोस्रो पटक विश्वकप ट्रफी जिताउने ऐतिहासिक प्रयासमा छन्। खेल सकिने बित्तिकै क्यामेरा क्रूहरूले रङ्गशालामा सेलिब्रेसन गरिरहेका केनलाई कैद गर्ने गरेका छन्, जसलाई मैदानबाट हेरेर ल्यामिन दङ्ग पर्छन्। सन् 2022मा जन्मिएका केन ल्यामिन यामलका सौतेनी भाइ हुन्। यद्यपि दुवैबीच निकै गहिरो सम्बन्ध छ। यसअघि अस्ट्रियालाई हराएपछि ल्यामिनले भनेका थिए, मेरो सानो भाइलाई यसरी खुसी भएको देख्दा म निकै भावुक बन्छु। मेरी आमा र साथीहरूले जस्तो जीवनको सपना देखेका थिए, आज त्यस्तै जीवन जिरहेको देख्दा मलाई खुसी लाग्छ। विवरणहरूका अनुसार केन बार्सिलोनाका हरेक खेलहरू हेर्न रङ्गशाला पुग्ने गर्छन्। उनी सन् 2025को ब्यालन ड'ओर अवार्ड समारोहमा पनि दाजुसँगै उपस्थित थिए। फुटबलका पण्डितहरू ल्यामिन यामेल जस्तै केन पनि भविष्यमा फुटबल स्टार बन्लान् वा नबन्लान् भन्नेमा अहिले नै कौतूहलता राख्न थालेका छन्। हालका लागि भने केन रङ्गशाला र सामाजिक सञ्जाल दुवै ठाउँमा फ्यानहरूको प्रिय बनिसकेका छन्।